कहिले पराजित नभएको नेपाल कुनै बेला विश्व शान्ति, आत्मीय संचेतना र सहिष्णुताको उपमा थियो भने आज हामी कुन अवस्थामा छौं भनेर सोच्नै पर्ने बेला आएको छ। राष्ट्रको समग्र परिस्थिति र बितेका केही वर्षका राजनीतिक गतिविधि समेतलाई दृष्टिगत गर्दा चरम बाह्य हस्तक्षेप, जनतामा देखिएको निराशा, गन्तव्यहीन यात्रा हाम्रा निम्ति अभिशाप सिद्ध भएका छन्। यस्तो विषम, जटिल र क्लिष्ट परिस्थिति किन र कसरी सृजना भयो, यसका कारक तत्व के हुन् भन्ने कुरा अब नेपाली जनताले नै प्रश्न गर्नुपर्ने बेला भएको छ। सनातन धर्म, संस्कृति र सभ्यताको प्राचीन भूमि नेपालले आफ्नो मौलिक चिनारी, हजारौं वर्षको पुरानो सभ्यता, परम्परागत धर्म, संस्कृति तथा राष्ट्रियता प्रतिको संवेदनशीलतालाई हृदयङ्गम गरे र सबै मिले अघि बढ्ने हो भने हामी पुनः दिगो शान्ति, स्थिरता र स्वाभिमानको रक्षा गर्न सक्छौं। राजर्षि जनकका आदर्श, बुद्धका वाणी, स्वामी विवेकानन्दका विचार तथा अन्य अनेकौं विद्वान र विदुषीहरूले देखाएको बाटो र हजारौं वर्षदेखि हाम्रा पूर्वजबाट विरासतमा प्राप्त सद्गुण र सद्विचार अनुसार गर्दै अगाडि बढ्न सके मात्र ज्ञान र विज्ञानका बीच सन्तुलन कायम गर्न सक्दछौँ। गाई, गंगा, गुरु, गायत्री, वेद, उपनिषद, गीताका पूजक, सनातन हिन्दू अनुयायीका रूपमा प्रश्न गर्न चाहन्छौं कि विश्व मानचित्रको हिन्दू तथा बौद्ध अग्रणी नेपाल तथा समस्त हिमवत खण्डको संरक्षण कसरी हुनु सक्दछ? दुई ठूला छिमेकीको धार्मिक, सांस्कृतिक, आध्यात्मिक सम्बन्ध सेतु हिमवत खण्ड नेपालको धर्म, संस्कृति, सभ्यता र अध्यात्मको केन्द्र जोगाउने के सामूहिक दायित्व भित्र पर्दैन? तराईमा बसोबास गर्ने नेपालीहरू आफ्नो धार्मिक साध्य पूरा गर्न पहाडी र हिमाली क्षेत्रमा अवस्थित मुक्तिनाथ, गोसाईकुण्ड, हलेसी र पाथिभारा जस्ता पवित्र तीर्थस्थलसम्म पुग्छन् भने हिमाली र पहाडी क्षेत्रमा बसोबास गर्ने नेपालीहरूको पवित्र धाम जनकपुर र लुम्बिनी रहेको छ। यसरी हामी नेपालीलाई धार्मिक दृष्टिले पृथक भूगोलप्रति आस्था, विश्वास र भरोसाको कडीले एउटै सूत्रमा बुनेको छ। सनातनी हिन्दूहरू जो जहाँ छन् त्यहाँ सुसंस्कृत, सभ्य र शान्त छन्। जहाँ हिन्दू हुन्छन् त्यहाँ शान्ति र सद्भाव हुन्छ। असत्यलाई निरुत्साही गर्दै सत्य स्थापित हुँदै जान्छ भन्ने उक्तिको चर्यार्थ गर्दै विश्वमा उत्पन्न तनाव, विवाद र संघर्षको स्थितिलाई न्यूनीकरण गर्न आह्वान गर्दछु। हाम्रो साझा र एकताबद्ध प्रयासले मात्र विश्वको शान्ति, सभ्यता, मानवता, मानवोचित व्यवहार र समृद्धिको जगेर्ना गर्न सक्दछ। आज विश्वमा प्रकृतिले भोगेको विपन्न र असन्तुलनलाई सम्बोधन गर्ने दायित्वबाट मानव जाति पन्छिनु सक्दैन। हाम्रो दर्शनले हामीलाई यसको संरक्षणको दायित्व सुम्पिएको छ। दर्शनबारे कोरा बहस हाम्रो लक्ष्य होइन र हुनु पनि हुँदैन। यस दर्शनबाट हामी कसरी निर्देशित हुने, जीवन र जगत अनि राष्ट्रप्रति हाम्रो दायित्व के हुने, यी विषय आजको सन्दर्भमा अझ बढी गम्भीर बन्न पुगेको छ। हाम्रो दर्शनले हामीलाई सधैँ अगाडि बढ्न निर्देशित गर्दछ, तर व्यवहारमा निषेधको राजनीति आदि अगाडि बढाइन्छ भने त्यसले राष्ट्रमा असन्तुलन निम्त्याउँदछ। असन्तुलनले उपेक्षा जन्माउँदछ र उपेक्षितहरूमा विद्रोह जन्मिन सक्दछ। आजको यो स्थिति र हाम्रो दर्शन बीच हामीले आफूलाई राखेर हेर्न सक्यौं भने यथार्थलाई स्वीकार्न र परिस्थितिलाई सुधार्न सहज हुनेछ।
अन्त्यमा बहुजन हिताय बहुजन सुखाय यो मूल मन्त्रमा आत्मसात गर्दै अगाडि बढ्नुको हामीसँग विकल्प छैन। हामी सबै सनातनी ओमकार परिवारहरू यही साध्य प्राप्तिका लागि कर्मठ प्रयासमा जुटौं। श्री पशुपतिनाथले धर्म संस्कृतिको पुनरुत्थान गर्नमा हामी सबैलाई शक्ति प्रदान गरून्। जय नेपाल।